हुन्छ पार्किङको चाहिँ बगडमा गर्नुपर्ने छ। अनि यहाँ चाहिँ के छ भने व्यक्तिको नाममा चाहिँ यहाँ पैसा तिर्नुपर्ने छ है। व्यक्तिको नाममा छ तर यहाँ नगरपालिकाको कुनै उ छैन। यहाँ चाहिँ यस्तो रहेछ। यो चाहिँ एकदम यो नगरपालिकासम्म गएर यो कुराहरू चाहिँ बुझ्न एकदम जरुरी छ। हजुर हजुर बिदाको दिन अलि धेरै अलिपछि यस्तै फाटफुट बिदाको दिन धेरै हुन्छ। बिदाको दिनमा चाहिँ अलिकति धेरै हुनुहुन्छ मान्छे आउनु हिँड्दै कुरा गर्नु। शनिबार अलि धेरै शनिबार चाहिँ अलि धेरै हुनुहुन्छ। अनि यो पालको पानी धम्लो हुँदैन है। बर्खामा पनि धम्लो हुँदैन। बर्खामा पनि यस्तै हो। यस्तै हो सधैँ त्यो पातहरू आउँछ आउँछ पर्छ। यसमाथि परेको पातहरू 1 घन्टा आधा घन्टापछि आफै गायब हुन्छ। 2 घन्टा बदीमा 2 घन्टा मान्छे अहिले कोही आउँछ न। ल दाइले चाहिँ माछा मार्नु भएको छ र हामीले चाहिँ माछा हेर्ने भनेर ल माछा देखाइदिउँ। कता छ माछा राम्रो छ भने चाहिँ हामी आज माछा खानुपर्छ। दाइ यहाँको सदरमुकामको नाम के हो? तपाईँहरूले यहाँ कमाए बापत केही कसैलाई तिर्नुपर्ने पर्छ समितिहरूलाई? अहिले पालिकालाई तिर्नुपर्छ है। कुदुना माछा हो कि यस्तो माछा मिठो हुन्छ दाइ यार माछा। तिखो हुन्छ। यहाँ फरक माछा हो खाने हो। हामी दुईले तल जाँदैछौँ। यति बेला चाहिँ हामी सुर्खेत वीरेन्द्रनगरदेखि पेट्रोल हालेर चाहिँ हिँडिसकेका छौँ। पेट्रोल पम्पमा दाइ चाहिँ पैसा तिर्दै हुनुहुन्छ। सो हामी चाहिँ आज पानी पर्ला जस्तो छ। टाइम चाहिँ 1 बजिसकेको छ। यति बेला जाँदैछौँ र सो गाइस के भन्छ सबै कुराहरू देखाउँछौँ। कस्तो रहेछ फर्स्ट टाइम हो त्यहाँ जाँदै गरेको। सल्यान जिल्लामा पर्छ होला। यदि त्यहाँ चिनेको साथीभाइ हुनुहुन्छ भिडियो हेरेको भने सो हामी भेटेर गफ पनि गर्नेछौँ। ओके हामी बाटोमा भिडियो बनाउँदै गर्नेछौँ। बाई। अरू त त्यस्तै हो। दाइले लगाएको टी सर्ट चाहिँ मेरो मैलिन्छ कि भन्ने डर लागिरहेको। दाइ टी सर्ट मैले लाएँ। टी सर्ट मैले लाएँ। सेतो छ कि मैलिन सक्छ त्यही भएर पहिले भनिदिएको। सो अहिले पानी पर्ला जस्तो मौसम छ। तैपनि हामी जान्छौँ जहाँसम्म पुगिन्छ। तर आज चाहिँ हामी जानै पर्ने हुन्छ किनभने हामी घरबाट निक्लिसक्यौँ। दाइको पैसाले आज फर्स्ट टाइम कसैको पैसाले मेरो स्कुटरमा पेट्रोल परेको छ। त्यो असिल त गर्नु पऱ्यो। भइसक्यो पैसा प्राप्त भइसक्यो। सो लेट्स गो। हामी चाहिँ अब देखाउँदैछौँ। हामी चाहिँ जान्छौँ। ओके बाई। यति बेला चाहिँ हामी सुर्खेत भेरी पुलमा पुगेका थियौँ र यहाँनिर भिडियो बनाएको थियौँ। तर भिडियोमा चाहिँ हामीले धेरै मजाक पनि गरिरहेको थियौँ। तर यहाँ चाहिँ के भएछ भने भिडियोमा साउन्ड चाहिँ आएन छ। त्यो किन आएन त्यो हामीलाई पनि थाहा भएन। तर सबै क्लिपहरूमा आएको छ। यो क्लिपमा चाहिँ साउन्ड आएन छ। सो मैले चाहिँ दाइलाई भन्दै थिएँ दाइ यार टी सर्ट मेरो मैले ला राम्रोसँग लगाउनु है धुलोतिर यसो बचाएर भन्दै थिएँ। अनि दाइले चाहिँ अनि मजाक गर्दै हुनुहुन्थ्यो हाँस्दै हुनुहुन्थ्यो। अनि बरु प्यान्टको माया लाग्छ यार मलाई टी सर्टको त माया लाग्दैन भन्दै हुनुहुन्थ्यो कि दाइले। अनि त्यही कुरामा हामीले अलिकति त्यहाँ बस्यौँ एकचोटि। अब भेरी पुलको भ्यूहरू पनि देखाउँ भनेर देखाएर चाहिँ फेरि हामी त्यहाँबाट फेरि निक्ल्यौँ र हामी अलिकति टाइम पनि धेरै भइसकेको भएर सो यति बेला चाहिँ म कहाँ अनि आएको थाहा हुन्छ त। यति बेला चाहिँ हामी सुर्खेत जिल्लाकै यो चाहिँ गुरुबाकोट नगरपालिका हो है। गुरुबाकोट नगरपालिकाको ठ्याक्क यो खटाङ भन्ने ठाउँमा चाहिँ अनि ट्याक्क हामी चाहिँ अब यहाँ खाजा खानुपर्छ। यहाँदेखि फेरि 2 घन्टा लाग्छ अरे माथि जान। सो हामीलाई चाहिँ थाहा थिएन। बाटो चाहिँ एकदमै बेहाल रहेछ है। जुत्ताको हालत यस्तो छ। योभन्दा अगाडि झन् बाटो कस्तो छ थाहा छैन। यहाँसम्म चाहिँ अहिलेसम्म हामी 1-1.5 घन्टाको यात्रा गरिसक्यौँ र यहाँबाट अगाडि फेरि जान्छौँ कस्तो छ ठाउँहरू। यहाँ तलतिर चाहिँ भेरी नदी रहेछ। यो चाहिँ खटाङ खाजा घर ठ्याक्क लाएर चाहिँ भालेको मासु पनि पाउँदैछ। टी सर्ट मैले लाएँ। मलाई फेरि प्यान्ट चाहिँ पोस्ट टी सर्टको 2टा टी सर्ट मैले लिने भयो नि त एउटा आफ्नै एउटा यताको। सो त्यो भएर चाहिँ यहाँ चाहिँ हुक्का लभरहरूको लागि पनि बवाल हुँदो रहेछ। यहाँ चाहिँ रेस्टुरेन्टमा दाइहरू बसेर यता चाहिँ भेरी नदी रहेछ तल चाहिँ। यहाँ चाहिँ भेरी नदी रहेछ। ओ यता बगिरहेछ त भेरी फेरि दाइ कस्तो घुम्या त यो। ए यहाँको यस्तो रहेछ। त्यहाँबाट छुटेर यता आएर यताबाट फेरि यस्तो घुम्या रहेछ है। यहाँनिर चाहिँ उताबाट आएको फेरि यताबाट नि गएको के हो भन्दाखेरि चाहिँ यताबाट आएर त्यहाँ मिलेर फेरि त्यहाँबाट यस्तो उता निक्लेर गएको रहेछ। यहाँबाट सर यता चाहिँ छेक्दिएको रहेछन् बाटो। त्यहाँ चाहिँ मन्दिर जाने रहेछ। सो
सो अङ्कल ट्रान्सपोर्ट चाहिँ हामीले चलाउँदैन। सो हेरौँ कस्तो कस्तो हुन्छ आजको यात्रा। भोलि फर्किने हो चाहिँ हामी। अब कुपिन्डे दहमा पुग्न लागिसक्यौँ। अब यहाँबाट 2 किलोमिटर मात्र बाँकी छ। तलबाट धेरै उकालो रहेछ। स्कुटरलाई चाहिँ अलिकति स्कुटरलाई 2 जना तान्न एकदम गाह्रो भयो। झर्नु चाहिँ परेन, तर यहाँ चाहिँ सल्ली बजार भन्दा माथि सल्लाह हुँदो रहेछ। त्यही भएर पनि सल्ली बजार भनिएको रहेछ। यहाँबाट माथि होटलहरू सायद छन् जस्तो हामीलाई लाग्दैन। हामी यहाँबाट बास बस्नु पऱ्यो भने सल्ली बजारमै बास हुन्छ होला सायद। सल्यान जिल्लाको अब जोस् रमाइलो रहेछ। कस्तो लाग्दै फर्स्ट एक्सपिरियन्स? एकदम ठिक छ भाइ। अब उमा तालमा पुगेको छैन, ताल हेरौँला। अहिलेसम्म बाटो चाहिँ ठिकै छ, अलि उकालो रहेछ। उकालोमा चाहिँ अलिकति गाह्रो हो, नभए ठिकै छ। हिँड्नु चाहिँ परेन, जोस् ठिक छ। अब जोस् ओके। हामी चाहिँ अब तालमै गएर त्यहाँको भ्यूहरू देखाउँछौँ के छ कस्तो छ। हामी पनि फर्स्ट टाइम हो। तपाईँहरूले पनि पहिले घुमिसक्नु भएको छ भने त कस्तो छ भनिदिनु होला कमेन्ट गरेर। कस्तो लाग्यो तपाईँलाई चाहिँ। हामीलाई चाहिँ अब गएपछि थाहा हुन्छ त्यहाँको एक्सपिरियन्स। पानी पर्यो। हामी चाहिँ यति बेला यहाँ पुगिसक्यौँ र बाटोमा भन्नुपर्दा चाहिँ अब त्यस्तो बाटो अप्ठ्यारो चाहिँ छैन रहेछ। जस बाटो चाहिँ राम्रो छ। बिचमा 2 किलोमिटर 3 किलोमिटर जति मात्रै अफ रोड होला, त्यो पनि बनाइरहेछ। त्यो भएर चाहिँ अलिकति गाह्रो छ। यहाँ पुगिसकेपछि चाहिँ हामीले त सोचेका थियौँ अलिकति राम्रो होला भनेर, तर यहाँ चाहिँ जङ्गलको बिचमा मान्छेको चहल पहल नै केही छैन रहेछ। जे पनि राम्रो छ। ताल एकदम माथि डाँडोमा छ है, डाँडो ठाउँमा छ, तैपनि राम्रो छ। अब हामी त्यहाँतिर जान्छौँ। बोटिङ गर्ने पनि थियो, बोटिङ गर्ने छ कि छैन, अब फिसिङ गर्न दिन्छ कि दिँदैन, त्यो सबै बुझेर हामीहरू भिडियो बनाउँछौँ, भिडियोमा देखाउँछौँ। र भिडियो च्यानल सब्सक्राइब गरिदिनु होला। तल गएर हामीले देखाउनै बाँकी छ। भिडियो हेर्दै गर्नु होला लास्टसम्म। हामी चाहिँ अहिले कुपिन्डाको प्रवेशद्वारदेखि भित्र छिरिसकेका छौँ। हामी तपाईँहरूलाई यो तालको बारेमा, तालको अवस्थाको बारेमा र यहाँको कोही आयोजक टिम छ भने आयोजक टिमले व्यवस्थापन के गरिरहेको छ यहाँ अब यो तालमा, ताल हेर्न आउने टुरिस्टहरूको लागि। हामी मात्र नभएर बाहिर ठाउँबाट पनि आउने जो हुनुहुन्छ उहाँहरूलाई बस्न खानको व्यवस्थापन के छ, यहाँ कतै नजिक होटेलहरू केही छन् कि? यहाँ त अहिले हेर्दाखेरि केही पनि देखिन्छ, ताल मात्रै छ। बिचको जङ्गलमा ताल मात्रै छ। आउने यात्रुहरू अलपत्र पर्ने अवस्था पनि देखिन्छ। यहाँ बाटो चाहिँ अफरोड छैन। यहाँ चाहिँ यो भित्र प्रवेशद्वारभन्दा भित्र मात्रै अफरोड रहेछ। यो बाटो पनि व्यवस्थापन गर्न पाएको भए अझ केही राम्रो देखिन्थ्यो होला। सो हामी यहाँसम्म पुगिसक्दाको एक्सपिरियन्स चाहिँ हामीले सुनाउनु पर्दा चाहिँ के छ भनेपछि, यहाँ अहिलेसम्म कुनै यहाँको व्यवस्थापन हो कि व्यवस्थापकको पनि मान्छेहरू पनि कोही छैनन्, न त्यहाँ काउन्टरहरू पनि छैन, केही छैन। अलिकति चहल पहल नै ठाउँ रहेनछ। जङ्गलको बिचमा भएको भएर चाहिँ अब यो बोटिङ हो कि के को पनि सुविधा छ भन्ने त्यहाँ चाहिँ सुने हो, छ कि छैन त्यो चाहिँ थाहा भएन। सो यत्रो एक्सपिरियन्स सुनाउँदा चाहिँ यहाँ खासै राम्रो छ ठाउँ, एकदम राम्रो छ। ताल राम्रो छ, पानी सफा छ, क्लियर छ, फोहोर छैन, एकदम राम्रो छ। तर यहाँ बाटो पनि आउँदासम्म त ठिकै छ, तर हामी बुझ्छौँ त्यहाँ अगाडि कोही मान्छे भेटिन्छन् कि यो तालको बारेमा के हो, किन यस्तो हो, खाली ठाउँ केही पनि छैन, सबै कुराहरू बुझेर भन्ने छौँ। हामी चाहिँ यो ठाउँमा पुगिसकेका छौँ। यो ठाउँमा पुग्दाखेरि चाहिँ जति सोचेको थियो त्यति चाहिँ रहेनछ। के छ भने दाइ तपाईँ आउनु न, बोल्नु न, केही हुँदैन। यो ठाउँमा के सधैँ यस्तै हुन्छ है? कहिलेकाहीँ मान्छेहरू धेरै समय अनुसार है कस्तो छ? हजुर हजुर, बिदाको दिन अलिक धेरै, अघिपछि यस्तै फाटफुट, बिदाको दिन धेरै हुन्छ। बिदाको दिनमा चाहिँ अलिकति धेरै हुनुहुन्छ मान्छे, आउनु हिँड्दै कुरा गर्नु। शनिबार अलिक धेरै, शनिबार चाहिँ अलिक धेरै हुनुहुन्छ। अनि यो तालको पानी धम्लो हुँदैन है? बर्खामा पनि धम्लो हुन्न, बर्खामा पनि यस्तै हो। यस्तै हो, सधैँ सफा। अनि यस्तो छ नि दाइ, यो चाहिँ यताउता जङ्गल छ, फेरि पनि
पानी माथि पातहरू कुनै पनि छैनन् यो यस्तै सफा भइरहन्छ पातहरू त्यस्तो हुँदैनन् कि तपाईँहरू सफा गर्नुहुन्छ हामीहरू गर्दैनौँ आफै अटोमेटिक सफा यहाँ परेको 2-2.5 घन्टा पछि अटोमेटिक गायब हुन्छ पातहरू आउनु त पर्छ यसमाथि परेको पातहरू 1 घन्टा आधा घन्टा पछि आफै गायब हुन्छ 2-2.5 घन्टासम्म बोरीमा 2-2.5 घन्टामा अटोमेटिक सफा त्यस्तो हुन्छ यहाँ चाहिँ एकदम टुरिस्टहरू कहिलेकाहीँ विदेशीहरू पनि घुम्न आउँछन् विदेशीहरू भन्नाले अब उहिलेहरू अलिअलि हल्का फुल्का त्यस्तो 2-4 जना यो जुन छ तपाईँहरू आफ्नै यो पर्सनल आफ्नो हो यो तपाईँहरू किन्नुहुन्छ कि आफै बनाउनु किने हो मैले त कसैले आफ्नै बनाएको छ बारीमा साल हुनेले अब सुर लगाएर सालको बन्छ तिनीहरू काम नलाग्ने भएर फालेको होला मान्छे अहिले कम आउँछ न ल दाइले चाहिँ माछा मार्नु भएको छ र हामीले चाहिँ माछा हेर्ने भनेर ल माछा देखाइदिनु कता छ माछा राम्रो छ भने चाहिँ हामी आज माछा खानुपर्छ हामी भेरीको माछा खाएको तपाईँ कहिलेकाहीँ यस्तो ठाउँको माछाहरू खाँदा पनि रमाइलो हुन्छ नयाँ ठाउँ नयाँ एक्सपिरियन्स पनि लिनुपर्छ लाइफमा सो ताल चाहिँ हेर्न सक्नुहुन्छ एकदम सफा क्लियर छ पानी यो पानी खाँदा पनि हुन्छ हजुर कहाँ राख्नु उता राखिया छु मैले ल्याउनुपर्छ हुन्छ गएर ल्याएर आउनु न कि जहाँ हेरौँला तिमी उता नघुम्ने उता नघुमौँ हामी खेलिरहेको मान्छे हामीलाई उनी भएन जान्छु माछा हेर्न जान्छु बस्नु माछा हेरौँ अहिले फाइनल्ली गाइज अरे ल सो यहाँ चाहिँ उहाँ दाइले हामीलाई माछा देखाउनु लिँदै हुनुहुन्छ अनि यो चाहिँ ताल भयो पानी चाहिँ देख्न सक्नुहुन्छ एकदम सफा क्लियर पानी छ है अब जे भए पनि जस्तो भए पनि अब हेरियो भनौँ उभिँदा केही हुन्न होला नि यत्रो भाइ रमाइलो छ ठाउँ चाहिँ राम्रो ठाउँ रहेछ चिसो गर्मी चाहिँ नहुँदो रहेछ यो ठाउँ दाइ गर्मी खासै हुँदैन होला यहाँ अलि माथि नै छ नि है हाम्रो सुर्खेततिर त धेरै गर्मी छ क्या अहिले दाइ यहाँको सदरमुकामको नाम के हो सल्यान खलङ्गा हो यहाँबाट कति लाग्छ दाइ त्यहाँ पुग्न 1 घन्टामा पुगिन्छ है तपाईँहरू यसमा पैसा तिरेर यो पल्लो छेउसम्म पुर्याउनुहुन्छ कि हजुर पुरै राउन्ड भने फल्नै छेउ पुर्याउँछौँ हाफताल भने यो पुरै घुमाएको चाहिँ कति लिनुहुन्छ दाइ धेरैजना पर व्यक्ति 200 हाफको 100 राउन्डको 200 लाग्छ हाफ भनेपछि वहाँसम्म पुर्याउनुहुन्छ आधा भागबाट घुमाइहाल्छ धेरैजना भए अब यसमा चाहिँ एकचोटिमा कतिजनासम्म मान्छे अट्छन् त 10 जनासम्म मान्छे हेरेर 12-15 जनासम्म पनि अट्छन् अनि विद्यार्थी सानो मान्छे छ भने ठुलो मान्छे 8-10 जना तपाईँको त यसमा चाहिँ के हुन्छ होला भनेपछि दाइ यत्रो घुमाउँदाखेरि त एक्लैले त थाकिन्छ होला है यसमा यसरी 10 जना मान्छे राखेर एक्लैले पुरा ताल घुमाउँदा त थाकिन्छ माछा चाहिँ केमा बल्छीमा कि जालमा मार्ने हो दाइ सराल भनेको के जाल हो कि जालमा आजभोलि खोलाहरू आठ्यामा सरालमा मार्छ आजभोलि ढरियामा आजभोलि अलिक सानो मर्छ त्यो त्यहाँ भएको पसल पनि तपाईँकै हो कि पसल होइन ए डुङ्गा हो राम्रो भएको दिनमा कतिसम्म कमाउनुहुन्छ दाइ योमा तपाईँहरूले अब डुङ्गा धेरै छ त्यही हो 2025 त्यस्तै त्यतिसम्म कमाउनुहुन्छ है यहाँको केही यो व्यवस्थापन गर्ने कुनै संस्थालाई पैसा तिर्नुपर्छ पर्दैन तपाईँहरूले यहाँ कमाए बापत केही कसैलाई तिर्नुपर्ने पर्छ समितिहरूलाई अहिले पालिकालाई तिर्नुपर्छ है कति महिनाको हिसाबले तिर्नुहुन्छ महिना कसरी तिर्नुहुन्छ समितिले मासिक 500 उठाउँथ्यो अहिले पालिकाले पोहोर साल त्यही समितिले 700 उठाउँथ्यो अहिले पालिकाले 1500 कति भन्दैछ तिरिआएन अब तिर्छौँ होला जस समितिहरू बेला बेला आएर यहाँ अवलोकन गरेर जान्छन् कि हजुर ल हामी चाहिँ माछा हेर्न पनि पुगिसक्यौँ माछा हेरौँ कहाँ छन् जिउँदै होला न दाइ है यो चलाइरहेको कि यत्तिकै राखेको दाइ अब चाहिँ तपाईँले पौडी खेल्न आउँछ दाइ मजाले यहाँ के छ ठुलो माछा त्यस्तो छैन गइ छैन कति किलोसम्म छ दाइ यसमा माछाहरू पाउने चाहिँ 100 ग्राम भन्दा बोरी हुन्न
ठुलो 100 ग्राम भन्दा ठुला छैन न नै गरेर माछा हो 100 ग्रामसम्म मात्रै ठुला हुन्छ ए केमा राख्नु भएको छ दाइ माछा यहाँ राख्नु भएको रहेछ ओ ए यहाँ त भोटी सानो गोरेला बुदुना माछा हो क्या यस्तो माछा मिठो हुन्छ दाइ यार माछा तीखो नै हुन्छ यो यहाँ फरक माछा हो खाने हो ओके छ त पैसा क्यास छ कि त्यहाँमा पनि छ हुन्छ कमल पारिदिए आउँछु म हेर्न आउनेहरूलाई चाहिँ राम्रोसँग खै देखाउनु त यो चाहिँ सबै एउटै हो एउटै माछा हो यो त्यो सब एउटै हो त्यहाँ बनाइदिन्छन् लगेपछि बनाइदिन्छन् सन्तोष हालेर गयो के गर्ने त्यो कतिको छ दाइ त्यो माछा आधा किलो होला क्या सबै यो त्यो मिलाएर हजुर त्यस्तै त होला खै तौलमलाई त्यहाँ सबै तौलिने छ तौलिने माछा छ तौलेर बिक्री गर्छ तपाईँको क्युआर छैन होला है त्यो छैन त्यहाँ कसैसँग होला त अरू मोबाइल ब्याङ्किङ छ होला त्यहाँ त्यहाँ छ भने लिएर जाउँ किनभने हामीसँग क्यास त्यस्तो मोबाइल ब्याङ्किङ छ भने मात्रै लिने है फेरि अब तपाईँको माछा मर्छ नि त फेरि त्यहाँ हामीसँग क्यास छैन त्यहाँ कसैको मोबाइलमा पैसा हाल्न मिल्छ भने हामी हालिदिन्छौँ हामी हालिदिन्छौँ त्यहाँ छ होला त्यो बुझ्नु छ भने हामी लिने हो माछा लिने खाने हो नयाँ ठाउँमा नयाँ चिज खानुपर्छ यहाँ सो यो माछा चाहिँ एकदम राम्रो माछा हो एउटै साइजको माछा हाम्रोतिर यो माछा पाउँदैन तर कुरा के हो भने फेरि त त्यहाँ क्युआर लिएर जाने पैसाको भएन भने समस्या हुन्छ यो कति समय लाएर मार्नु भयो यति माछा चाहिँ हिजो आज हिजो र आज आज त्यति मर्दैन क्यास त मसँग 1 रुपैयाँ छैन ठिक छ उहाँसँग यदि क्युआर भएन भने मसँग 200 रुपियाँ नगद छ अहिले छ ल जाउँ लिएर जाउँ माछा चाहिँ लिएर जाउँ ब्याङ्किङ छ त्यहाँ होइजाला लाउँला हैन यदि भइदिएन भने क्युआर भयो भने हामी सबै लग्छौँ तपाईँको माछा मर्छ नि त त्यो भएर है ल हस् ल आउनुहोस् माछा मऱ्यो नि मऱ्यो माछा खानु त हो नि फाल्नु त होइन हजुर बन्द भयो नि अब यो टिकट चाहिँ बिक्री गर्ने अब आया भक्तजनबाट तपाईँको पैसा स्रोत उठाउने यो चाहिँ कुपिन्डे दहमा के रहेछ भने तपाईँको यहाँ चाहिँ टिकट पार्किङको भन्नुहुन्छ पार्किङको चाहिँ बगडमा गर्नुपर्ने छ अनि यहाँ चाहिँ के छ भने व्यक्तिको नाममा चाहिँ यहाँ पैसा तिर्नुपर्ने छ है व्यक्तिको नाममा छ तर यहाँ नगरपालिकाको कुनै ऊ छैन यहाँ चाहिँ यस्तो रहेछ यो चाहिँ एकदम यो नगरपालिकासम्म गएर यो कुराहरू चाहिँ बुझ्नु एकदम जरुरी छ यहाँको चाहिँ वडा कहाँ छ नजिकै छ त्यो बुझ्नुपर्छ यसरी यो गर्न पाइँदैन व्यक्तिगत समस्या भने हामी तिर्छौँ जान्छौँ तर 55 रुपियाँ हामी समस्या भएन 55 रुपियाँ हामी दिइहाल्छौँ व्यक्तिगत नाममा जान्छ कि होइन पैसा दिन्छौँ तपाईँले कति रुपियाँ भन्नु पऱ्यो 55 हो 50 दिए पनि केही हामी पैसा दिन्छौँ त्यो पैसा दिनलाई समस्या भएन पैसा नभए हामी त्यही ओडामै गएर पैसा यथार्थ यो पालिकाले काट्यो भने पालिकाको कोषमा जान्छ ओडाले काटेन ओडाले दिन्छ पैसा ओडाकोमा उमा जान्छ नाममा जान्छ तपाईँ त्यो व्यक्तिगत ओली गर्नुसँग गयो क्या यो त एकजना व्यक्तिको खातामा गयो कुरा बुझ्नुभयो 55 रुपियाँ काट्नुहोस् दिनु हामी चाहिँ यो विषयमा चाहिँ ओडा आदेशले गएर बुझ्छौँ एकछिन अहिले फोन गरेर बुझ्छौँ त्यहाँ जान्छौँ एकछिन हामी अहिले है हामी सुर्खेत पञ्चपुरीको मान्छे हो हामी यसो घुम्न लागेको हेरौँ